र अगमवक्ता सामुएललाई प्रभुले भन्नुहुन्छ यसलाई अभिषेक राजा चाहिँ यो हुनुपर्छ, इजरायलको प्रथम राजा। अब भन्नुहोस् त यति ठुलो ओहदा झ्याम्मै आएको छ उसको जीवनमा। तपाईँ जब गर्दै गर्नुहुँदैन एकैचोटि आयो कतिवटा पोस्टमा प्रमोसन दिएर एकैचोटि माथि पुऱ्याइदिएको, अहिले विश्वासै हुँदैन भने जस्तो हुन्छ नि त नि है। नानीहरू एक्जाम दिँदै गर्दा तपाईँ कल्पना गर्नुहोस् त, मेरो त योपालि कतिवटा सब्जेक्ट बिग्रेछ भनेर भयो त तपाईँ त फर्स्ट स्कुल टपर पो भयो हुन्छ नि त नि। यो व्यक्तिको लागि त्यस्तै भयो, गधा खोजिरहेको मैलैसरीको लुगा लिएर अर्चना सामुएलले अभिषेक गर्दैछ तेल खनाएर। नाउ यु आर द फर्स्ट किङ अफ इजरायल। कत्रो प्रिभिलेज। अनि अर्को व्यक्ति हामीले हेऱ्यौँ, गमलिएलको अधीनमा बसेर धर्मशास्त्रमा पोख्त भएको अति ज्ञानी व्यक्ति शाऊल। क्रिस्चियनहरूलाई चाहिँ सखापै पार्छु, यति ठुलो ठुलो तकमा झुन्डाउँछु यहाँ भनेर चाहिँ ऊ त्यो छाती लिएर पुर्जी लिएर अधिकार मागेर लिखित रूपमा उनले त्यो अर्डरलाई लिएर चाहिँ क्रिस्चियनहरू पक्रिँदै थियो, किनभने उनलाई स्टेफनको डेथ स्वादिलो लागेको थियो। स्टेफनको डेथ हुँदै गर्दाखेरि उसलाई यति स्वादिलो के लागेको थियो भन्दाखेरि चाहिँ केटा यस्तो प्रकारले चाहिँ ढुङ्गा पड्दा तिमीहरूले ढुङ्गा हान्दाखेरि तिमीहरूको लबेदाहरूले कोटहरूले अल्झाउँछ यताले सबै उसले लुगा सोरेर राखेको थियो। अनि केटाहरूलाई चाहिँ ढुङ्गा लोर्याउन लगाएको थियो। अनि क्यापिटल पनिसमेन्ट इजरायलमा चाहिँ ज्युज कल्चरमा चाहिँ ढुङ्गाले हिर्काएर मार्नु हो। अनि ढुङ्गा चाहिँ तपाईँले कुकुरलाई हिर्काएर ढुङ्गा जस्तो सम्झिनु हुँदैन, होइन प्रियहरू। डल्लै समाजको उठेर सानो केटाकेटीहरूले पनि ढुङ्गा लिएर बस्नु पर्थ्यो। त्यस पछाडि त्यो व्यक्तिलाई प्राय यति गाडिन्थ्यो, यति गाडेपछि उँभोको पोर्सन त्यहाँ चाहिँ ढुङ्गाले हिर्काको चाहिँ च्याक लागेर जाँदैछ, ढुङ्गाले हिर्काकै ढुङ्गाले नै हिर्काएर रगतै रगत, लास्टमा ढुङ्गाको थुप्रो हुन्थ्यो। त्यसरी